नमस्कार अनि हार्दिक स्वागत छ आरबीसी अफिसियल च्यानलको माध्यमबाट तपाईहरु समक्ष फेरि आज अर्को नयाँ विषयवस्तुसँगै उपस्थित भएको छु। म रमेश विषय युट्युबमा आरबीसी अफिसियल च्यानलको माध्यमबाट म तपाईहरु समक्ष जोडिने गर्छु र यति बेला म युए को दुबईमा छु र दुबईमा रहँदा यहाँका विभिन्न ठाउँहरुको परिचय गराउने विभिन्न क्षेत्रमा विभिन्न पेशामा विभिन्न व्यवसायमा लाग्नुभएका व्यक्ति परदेशी व्यक्तिहरुको सँगको रमाइलो कुराकानी तपाईहरु समक्ष जोड्ने प्रयास मैले यो कार्यक्रममा गर्ने गर्छु र आजको यो हाम्रो स्थान उपलब्ध गराउनु हुने बर्दुबईको आब्रामा रहेको गाउँबेसी रेस्टुरेन्टलाई पनि हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौं र आजको कार्यक्रममा मसँग एकजना यस्तो व्यक्तित्व हुनुहुन्छ जो लामो समयदेखि युएमा बस्दै आउनु भएको छ। धेरै संघर्ष गर्दै आजको अवस्था यो अवस्थासम्ममा आउन सफल हुनु भएको छ। समाजसेवी हुनुहुन्छ, धेरै क्षेत्रमा आबद्ध पनि हुनुहुन्छ, आफ्नो कर्म सँगसँगै समाज सेवामा पनि उहाँको उत्तिकै योगदान रहेको छ। त्यस्तो व्यक्तित्वसँग आज म भलाकुसारी गर्नेछु, रमाइलो कुराकानी गर्नेछु, दुःख संघर्ष अनुभव र अनुभूतिको विषयमा हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ। उहाँ हुनुहुन्छ युवराज भट्टराई। आउनुस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। युवराज सर हार्दिक स्वागत छ हाम्रो कार्यक्रममा। नमस्कार, धन्यवाद। आरामै हुनुहुन्छ? एकदम हजुरलाई। म पनि एकदमै आरामै छु। अनि पछिल्लो समयमा यहाँको दिनचर्याहरू कसरी चलिरहेको छ, कसरी बितिरहेको छ? अब परदेशको ठाउँ हो। हजुर। अब जागिर नगरी खानु छैन, बस्नु छैन, परिवार पाल्नु छैन। पहिलो प्राथमिकता जागिर, त्यसपछिबाट बचेको समय सामाजिक क्षेत्र विभिन्न सङ्घ संस्थामा आबद्ध भएर काम गरिरहेको छु। दिन दुखीलाई कसरी सहयोग गर्न सकिन्छ, नेपाल होस् या युएमा दुःख पाएका हामी नेपाली सम्पूर्ण नेपाली दाजुभाइहरू दिदीबहिनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ, कसरी साथ सपोर्ट गर्न सकिन्छ, तिनै कुराहरूमा समय व्यतीत गरिरहेको छु। बाँकी समय घर परिवार काम छँदैछ। आफ्नो परिचय आफै दिनुपर्दा कसरी दिनुहुन्छ हाम्रो दर्शकमा आज परिचित? सर्वप्रथम सम्पूर्ण दर्शकवृन्दहरूलाई नमस्कार, राधे राधे, जय गौ माता भन्न चाहे। म युएमा रहँदै गर्दा आफूले समयलाई आफ्नो कार्य बाहेक अन्य समयलाई म एउटा युएमा गएर आफ्नो धर्म बचाउनु पर्छ भन्ने धार्मिक अभियन्ताको रूपमा पनि मैले लिएको छु। साथमा सामाजिक क्षेत्रमा म नेपाली समाज युएदेखि लिएर आफ्नो जिल्ला रूपन्देही सेवा समाज युए र छैन महिनामा शुद्ध छु र धार्मिक संस्थामा निजागरणको पनि आजीवन सदस्य, पहिला सल्लाहकारको रूपमा काम गरेर आएको र सनातन गौ संरक्षण अभियान युएलाई पनि साथमा लिएर हिँडेको छु। सम्पूर्णको माया आशीर्वाद अगाडि बढ्न आजसम्म भर्खरै मात्र यहाँ रूपन्देही सेवा समाजको उपाध्यक्षमा निर्वाचित पनि हुनुभएको छ। यसरी छैन महिना सेवा समाजको यहाँलाई हार्दिक बधाई छ। सफल कार्यकालको हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद हजुरलाई। त्यही हो, काम गर्दाखेरि साथीभाइहरूले भन्नुहुन्छ संस्थामा रहेर एउटा कतिपय कुराहरू हुन्छ, संस्था चलाउनको लागि एउटा सदस्यहरूको पनि खाँचो पर्छ। त्यो कारणले गर्दा त्यो सदस्य भएर बस्दै गर्दा विभिन्न जिम्मेवारी पनि आइपर्छन्। ती जिम्मेवारीलाई लिँदै गर्दाखेरि एउटा पदमा बस्नुपर्ने भएको हुनाले चाहिँ म चाहिँ यसरी विभिन्न पदहरूमा छु। त्यसको लागि पदमा भए पनि नभए पनि मानव सेवामा सक्रियता हुनुहुन्छ। म सामाजिक कामको लागि सधैँ अग्रसर रहिरहन्छु। अनि आफ्नो काम छँदैछ, एकातिर आफ्नो परदेशको ठाउँमा जागिर त गर्नै पर्यो, सँगसँगै अब घर परिवारलाई पनि टाइम दिनु पर्यो र धेरै सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ, मानव सेवामा उत्तिकै लागिराख्नु भएको छ। दुखी गरिबहरूको क्षेत्रमा विशेष गरी परदेशमा आएका नेपाली युवा युवतीहरू जो आपद विपद परेका छन्, घाइते भएका छन्, उनीहरूको सहयोगको लागि पनि उत्तिकै यहाँको चाहिँ सक्रियता देखिन्छ। विभिन्न सङ्घ संस्थामा पनि सक्रियता देखिन्छ। कसरी टाइम म्यानेज गर्नुहुन्छ, कसरी के कुराले हौसला दिँदो रहेछ यसरी लाग्नको लागि? यस्तो रहेछ, कुनै पनि ठाउँमा जाँदै गर्दाखेरि त्यो ठाउँमा नपसिकन त्यो के हो भन्ने कुरा, वास्तविकता के रहेछ भन्ने कुरा मैले कसैले पनि बुझ्न सक्दैन। अब बाँकी रह्यो परिवारको कुरा, परिवारलाई चाहिँ सन्डे मैले बिल्कुलै समय दिन सक्दिनँ। छुट्टीको दिन झन् परिवारसँग बसेर गफ गर्नुपर्ने, परिवारका दुःख सुखका कुराहरू गर्नुपर्ने,
हुन्छ तर मैले चाहिँ समय दिन सक्दिनँ सन्डेको दिन, किन भन्दा म विभिन्न सामाजिक क्षेत्रमा रहेको हुनाले, विभिन्न सङ्घ संस्थामा आबद्ध भएको हुनाले विभिन्न कार्यक्रमहरू हुन्छन्, विभिन्न मिटिङहरू हुन्छन्, त्यसको लागि जानुपर्ने हुन्छ। सन्डे बाहेक अरू समय, साँझको समय, दिउँसोको समय फुर्सद हुँदाखेरि काम गर्दै गर्दा बचेको समय चाहिँ मैले चाहिँ त्यसरी घर परिवारलाई दिएको छु। अब बाँकी सङ्घ संस्थाहरूको कामहरू चाहिँ भइरहन्छन्, कतिपय अनलाइनबाट गर्नुपर्ने कामहरू पनि हुन्छन्, जस्तो फेसबुक मेसेन्जरदेखि लिएर वाट्सएपहरूमा हुने कामहरू, त्यसमा पनि सामाजिक सञ्जाल मार्फत पनि हामीहरू चाहिँ गरिरहेका हुन्छौँ। त्यसरी नै छ। अब अरू त फिजिकल्ली उपस्थित हुन सक्ने ठाउँमा आफै पनि जान्छु, नभएको ठाउँमा कहाँबाट हुन्छ के गरेर हुन्छ सरसल्लाह सुझावहरू लिएर अगाडि बढ्ने गरेको छ। घरमा को हुनुहुन्छ? घरमा बाबा मम्मी, श्रीमती र एउटा छोरा छोरी, अहिले दाजु पनि हुनुहुन्छ। दाजु चाहिँ बाहिरतिर हुनुहुन्छ। दाजु भाउजू, दाइ भाउजूको छोरा छोरी। कति सालमा युए आउनुभयो, कसरी आउनुभयो, त्यो अलिकति पुरानो दिनहरू सम्झौँ न। खासमा म 2005 मा आएको, मे महिनामा आएको थिएँ। यहाँको प्रचण्ड गर्मी थियो, म त झन्डै 20 भन्दा माथि दुवै छिर्दै गर्दा 3 वर्ष म कन्टिन्यू काम गरेँ। एउटा सुपर मार्केटमा काम गर्थेँ। गर्दै गर्दा अब आइए थियो सुरुमा भर्खरको 19 वर्षको उमेरमा म छिरेको मान्छे हो, युवा थिएँ। गर्मीले एकदमै आत्तेको थिएँ सुरुका 3 महिना त। त्यसपछि काम गर्दै गर्दै जाँदा समय बितेको थाहा भएन। 3 वर्षपछि अब नेपालमै के गर्नुपर्छ, कति विदेश बस्ने भनेर उतिरै फर्केर गएँ। फर्केर गइसकेपछि हेरेँ 1 वर्ष खासै केही देखिनँ, क्यान्सल गएँ। 3 वर्ष गरियो, अब केही गर्न सकिन्छ कि नेपालमा गरौँ भन्ने सोच्दै गएको थिएँ। नेपालमा खासै वातावरण मिलेन। अब अलिअलि लगानीको कामहरू पनि गरियो, तर खासै उपलब्धिमूलक नदेखेपछि हामी त अब हुन्छ एउटा भाग्यले पनि नदिएको हो कि के हो, समय ठगेको हो कि, पासपोर्ट बनाएपछि भाइ विदेशी जा भन्ने अब भगवानले पनि चाहेको हो कि, त्यही भएर अब फेरि म 2008 मा नेपाल गएको थिएँ। 9-10 सम्म बसेँ। 10 मा फेरि युए प्रवेश गरेको मान्छे हो म। त्यसपछिबाट अहिलेसम्म कन्टिन्यू चलिरहेको छ। 2005 मा पहिलो पटक आएको भन्ने कुरा गर्नुभयो। त्यो बेलाको अवस्था, यो ठाउँ कस्तो थियो र अहिले कस्तो देख्नुहुन्छ तुलनात्मक हिसाबले भन्नुपर्दा? 2005 मा त यहाँ केही पनि थिएन वास्तवमा हेर्ने हो भने। 2-4 बिल्डिङहरू देखिन्थे शेखजाद रोडतिर। म काम पनि त्यहीँ गरेको। त्यसपछि 2005 पछि बुर्ज खलिफा दुबई मल बन्दैछ अरे भन्ने हल्ला अलिअलि सुनेको। सुन्दै गर्दाखेरि आफ्नै आँखा अगाडि बनेर तयार भयो बिल्डिङ। त्यसपछिबाट मेट्रो आउँछ अरे भन्ने कुराहरू पनि सुनियो। त्यसपछि हेर्दै हेर्दै मेट्रो पनि आयो। अब घर नेपाल बसेर आउँदै गर्दा मेट्रो पनि आइपुग्यो। गर्दै अब दुबई हेर्दाखेरि अलि यो एउटा मान्छे एकचोटि पुग्न पाए हुन्थ्यो, यो संसारै अलग्गै छ कि जस्तो लाग्न थालेछ। संसारबाट मान्छेहरू घुम्न आउने ठाउँ बनिसक्यो। यो संसारै अलग्गै संसार छ कि यो दुबई भन्ने देश हो कि भन्ने जस्तो पनि लाग्न थाल्यो। अन्त अब यहाँका मान्छेलाई नेपाल संसारै अलग्गै देखिन्छ होला र हामीलाई चाहिँ दुबई संसार अलग हो कि जस्तो लाग्न थाल्यो आजभोलि। 2005 मा आउँदाको त्यति बेलाको अवस्था र अहिलेको अवस्था धेरै फरक छ। त्यसमा धेरै परिवर्तन छ। धेरै प्रगति कसरी हुन्छ भन्ने कुराहरू चाहिँ दुबईलाई हेरेर एउटा भन्न त विभिन्न व्यक्तिहरूले पनि भनिसक्नु भएको छ। यो एउटा उदाहरण हो दुबई युए भनौँ। आखिर सम्भव चाहिँ केही नै छैन हैन। आखिर गर्ने इच्छा भयो भने असम्भव भन्ने कुरा केही छैन। गर्न चाह्यो भने गर्न सक्ने रहेछ। हरेक बुटा बुटामा पानी गएको छ भने हामी कृषि प्रधान देश हो, हामी जलस्रोत धनी देश हो, हामीले पुर्याउन सकिएको छैन। एउटा सिँचाइको वातावरण छैन भनिसकेपछि यो ठाउँमा त हरेक जरा जरामा पानीको पुगेको छ। दुवाको जरा जरा दुवो भनौँ पानी नै पर्दैन। त्यसरी सिँचाइ माटो त्यसरी अब यसरी हरियाली बनाउँदैछ। त्यो मरुभूमि सुरुवाती दिनमा 2005 मा आउने क्रममा कतिको सङ्घर्ष गर्नु पर्यो, यहाँ काम पाउनको लागि कति गाह्रो भयो, स्यालेरी कस्तो हुन्थ्यो, त्यो पनि अलिकति सेयर। म काम पाउन त म इम्प्लोइमेन्ट भिजामै आएको हो। श्रम गरेर नेपालबाट आउँदाखेरि आइसकेपछि त्यति गाह्रो भएन। मार्केट लाइनको काम थियो, सेल्समा थियो।
त्यो कारणले गर्दाखेरि काम त गर्दै गरियो गर्दै गर्दा के गर्ने भन्ने कुराहरूमा जाँदाखेरि केही त गर्नु पर्यो दिगो त बनाउनु पर्यो भन्दै गर्दाखेरि मैले लाइसेन्सहरूपट्टि पनि दिमाग लगाएँ हजुर हजुर त्यसपछिबाट हाम्रो के रहेछ त्यतिखेर त अब आउँदै गर्दाखेरि लाइसेन्स लिने चलन पनि थियो अब एउटा लाइसेन्स लियो भने एउटा हातमा सिप भयो भने माने ड्राइभिङ लाइसेन्सको लागि त्यो कारणले गर्दाखेरि मैले त्यतिखेर लाइसेन्सतिर पनि ध्यान दिएँ त्यहाँबाट पछि नेपाल गएर आउँदाखेरि त्यसले पनि मलाई धेरै सपोर्ट गर्यो धेरै जसो म रेस्टुरेन्ट लाइन र मार्केट लाइनमै काम गरेँ पछिल्लो समयमा विभिन्न कम्पनीहरू पनि चेन्ज गर्दै गयो खोज्दै गर्दा अहिले गार्मेन्ट्सको दोकानमा काम गरिरहेको छु कस्तो छ अहिले यहाँको अहिले राम्रो छ ठिकै छ राम्रो चलिरहेको खुसी नै छु भन्नु पर्यो युवामा समग्रमा नेपाली युवा युवतीहरूको अवस्था कस्तो छ यहाँले लामो समय बिताउँदा कतिको अपग्रेड हुनु भएको छ कतिको प्रगति गर्नु भएको छ कतिको चाहिँ प्रगति गर्नु भएको छैन कस्तो छ सकारात्मक कुराहरू पनि छन् नकारात्मक कुराहरू पनि छन् अब मैले त के भन्छु भन्दा नेपालमा कुनै पनि वातावरण छैन जस्तो लाग्छ मलाई हुन त अब गर्नेले हामी नेपालमै बसेर पनि गरिरहेका छौँ तिमीले त्यसो भन्छौ भन्लान् हैन तर वातावरण नभएर नै हाम्रो चेलीबेटीहरू दिदीबहिनीहरू हाम्रो दाजुभाइहरू परदेशिन परेको परदेशिनै गर्दा दुवै यस्तो ठाउँ हो तपाईँ आफूले आफूलाई कसरी ल्याउनुहुन्छ भन्ने कुरा हो यहाँ विभिन्न दाजुभाइ दिदीबहिनीहरूलाई मैले देख्छु अब राम्रो काम पनि गरिरहनु भएको नराम्रो काम पनि गर्छ हरेक ठाउँमा एक दुईजनाले गर्दा नाम खराब हुने नत्र पनि धेरै जसो दिदीबहिनीहरूले सङ्घर्ष गर्नुभएको छ मेहनत गर्नुभएको छ महिनाको केही नभए पनि आफ्नो घर परिवार पाल्नु भएको छ राम्रो प्रगति पनि गर्नु प्रगति धेरै राम्रो गर्नुभएको छ नकारात्मक कुराहरू मान्छेहरूले नराम्रो फैलाउनु कुराहरू त आफ्नो ठाउँमा छ हैन कतिपय दिदीबहिनीहरूबाट केही गल्तीहरू भयो होला ती कुराहरूलाई लिएर सबैले नकारात्मक रूपमा लिन हामीले चाहिँ हुँदैन त्यो कारणले गर्दाखेरि मैले त के भन्छु भन्दाखेरि तपाईँहरूसँग नेपालमा केही क्षमता मतलब गर्ने वातावरण छैन भने एटलिस्ट तपाईँ एउटा विश्वासिलो मान्छेसँग परदेशमा दुबईमा आउनुभयो भने तपाईँले परिवार पाल्न सक्नुहुन्छ कि यो ठाउँमा त्यो वातावरण सिर्जना छ मैले देखेको छु मेरो गाउँठाउँको दिदीबहिनीहरू आउनु भएको छ मजाले पहिला जीविकोपार्जन गर्न पनि गाह्रो थियो अहिले आएर जग्गा जमिन किनेर घरसम्म पनि राम्रो प्रगति गर्नु मेहनत गर्नुभएको छ त्यो नि उपलब्धि हो नि त त्यसलाई ठुलो कुरा मान्नु पर्यो दर्शक महानुभावहरू यति बेला तपाईँले युट्युबमा आरबिसी अफिसियल च्यानलको माध्यमबाट हाम्रो यो रमाइलो कुराकानी हेरिरहनु भएको छ यति बेला हामीले यो कार्यक्रम स्थल प्राप्त गरेका छौँ बर्दुबईको आब्रामा रहेको गाउँबेसी रेस्टुरेन्टमा हामीले यो कार्यक्रम सुटिङ गरिरहेका छौँ र आज हामीसँग हुनुहुन्छ परदेशमा रहेर पनि आफ्नो काम सँगसँगै विभिन्न सङ्घ संस्थामा आबद्ध सक्रिय व्यक्तित्व समाजसेवी व्यक्तित्व युवराज भट्टराई मसँग हुनुहुन्छ उहाँसँग हामी आजको यो एपिसोडमा रमाइलो कुराकानी गरिरहेका छौँ युवराज सर पुनः स्वागत छ यहाँलाई धन्यवाद पछिल्लो समयमा युएमा भिजिट भिजामा आउने युवा युवतीको सङ्ख्या पनि बढ्दछ र उनीहरूको कस्तो छ अवस्था काम पाउन सजिलै पाइरहेका छन् कि गाह्रो छ कि सजिलो छ कि जो नेपालबाट भिजिट भिजामा आउन चाहनुहुन्छ उहाँहरू पनि हुनुहुन्छ होला यहाँहरूको सन्देश के छ यहाँले के भन्न चाहनुहुन्छ भिजिट भिजाको सन्दर्भमा मैले त के भन्छु भन्दा भिजिट भिजा भने के हो खासमा भन्दा हामी घुम्न आउने भिजा हो हजुरसँग क्षमता छ घुम्न सक्ने क्यापेसिटी छ आउनुहोस् दुबई मैले भन्ने एउटा सपनाको संसारै हो रमाइलो छ यो अर्कै संसार हो त्यस कारणले गर्दाखेरि दुबई घुम्न चाहिँ आउनुहोस् र काम उहाँ गएर मैले काम खोजेर काम गर्छु भन्ने कुराहरू चाहिँ त्यति विश्वासले चाहिँ नआउनुहोस् मैले भन्छु किन भन्दाखेरि यहाँ आएर भिजिट भिजामा धेरै दुःख पाएका दाजुभाइ दिदीबहिनीलाई मैले देखेको छु कतिलाई उद्धार पनि गरियो कति दाजुभाइहरू दिदीबहिनीहरू हराएर खोज्न पनि गइयो त्यही कारणले गर्दाखेरि यस्ता घटना धेरै छन् यहाँ त्यस्तो भन्दै गर्दा कामै नपाउने पनि होइन है फेरि यदि स्किल छ भने काम नपाउने सिप छ भने काम नपाउने भन्ने त छैन तर एकदमै निम्न छ भोलि होइन आइसकेपछि फेरि जस्तो पनि काम गर्नुपर्ने अवस्था आउँछ त्यो कारणले ती कुराहरूलाई पनि प्रिपेयर गरेर आउनु होला
र एउटा आउँदै गर्दाखेरि एउटा विश्वासिलो व्यक्तिले हो मेरो कम्पनी जस्तो मेरो कम्पनी भ्याकेन्सी छ भने भिजिट भिजामा ल्याएर काम लगाइदिनुहुन्छ भने त्यो फरक पर्दैन खासै त्यसलाई पनि मानिन्न भन्दै गर्दा फेरि अब गभर्मेन्टको धेरै कुराहरू हुन्छन् श्रमदेखि लिएर इम्प्लोइमेन्ट भिजामै आउन पाए राम्रो हुन्थ्यो भन्ने पनि हुन्छ तर ती कुराहरूलाई चाहिँ मध्यनजर गरेर आउनु होला भन्न चाहन्छु जीवनमा यहाँले जुन धेरै सङ्घर्ष व्यतीत गर्नुभयो परदेशमा 20औं वर्ष बिताइसक्नु भएको छ बिर्सनै नसकिने यस्तो खुसी आफूलाई एकदमै खुसी लागेको छ त्यस्तो केही सम्झ त्यो खुसी भन्दा पनि अब त्यो त सधैँ परदेशको ठाउँमा के खुसी भन्ने हजुर तर पनि कतिपय कुराहरू हुन्छन् जस्तो कुराहरूले सन्तुष्ट मिल्ने खुसी मिल्ने कुराहरू जस्तो अब कहिलेकाहीँ नोकरीहरू चेन्ज गर्नुपर्ने जब चेन्ज गर्नु अवस्था हुन्छन् पाइन्छ अनि कहिलेकाहीँ अब परिवारसँग सँगै पनि भइयो परिवार आउनुभयो त्यतिखेर पनि घुम्न पाउँदा परदेशको ठाउँमा त्यो पनि खुसी मिल्छ म्याडमलाई पनि ल्याउनु भयो म्याडम पनि बसेर जानुभएको मेरो बाबा पनि आउनुभएको थियो अघिल्लो वर्ष त्यसै गरी अब बिस्तारै अब यसै गरी बिर्सनै नसकिने दुःखको क्षण सम्झनु पर्दा कस्तो क्षणलाई सम्झनुहुन्छ यहाँले दुःखको क्षण त कहिलेकाहीँ काम गर्दै गर्दा विभिन्न कुराहरू आउँछन् अब घर परिवारको याद आउँछ चाडपर्व आउँछ त्यस्तो अवस्थाहरूमा चाहिँ हो म एकचोटि म बाइक पनि चलाउँछु कहिलेकाहीँ अझै पनि मैले ड्युटी आउन जानलाई बाइक राखेको छ ट्राफिकले गर्दाखेरि र पार्किङहरूको समस्याले गर्दाखेरि मसँग बाइकको पनि लाइसेन्स छ त्यो एकचोटि म याद आउँछ शेखजायद रोडमा मलाई बाइकमा पछाडिबाट गाडीले हानेको थियो गाडीले हान्दाखेरि म त मरिन्छ कि जस्तो भएको थियो चोटपटक खासै लागेन तर त्यो बिल्डिङ बनाउँदै गर्दाखेरि त्यसका त्यो रोडहरू चाहिँ अगाडि थिए कि ठ्याक्कै मलाई यस्तो लाग्यो कि म छुट्टिएर यो रोडमा गएर शरीरमा यो रोड घुसेको भए त म त बाँच्थिनँ यो त गाडी पनि आएको होइन म त बाँच्थिनँ मलाई त्यस्तो लाग्यो कि त्यहाँबाट चाहिँ होइन यो काम त गर्नुहुन्न भन्ने लाग्यो म केही महिना केही समय मैले काम गर्दै गर्दा अनि त्यसपछि एउटा होइन डेलिभरीको काम गर्नुहुन्थ्यो कि डेलिभरीकै काम गरेँ त्यतिखेर त्यो मार्केटमा काम गर्दाखेरि अब त्यस्तो भन्नाले रेगुलर त होइन कि कहिलेकाहीँ त्यो एउटा फिलिपिनो ड्राइभर पनि थियो ड्राइभर थियो साथमा मैले लाइसेन्स निकाल्दै गर्दाखेरि उसको देखेर निकालिहालेँ निकाल्दै गर्दाखेरि ऊ छुट्टी हुँदाखेरि कहिलेकाहीँ मैले गर्थेँ त्यो गर्दै गर्दाखेरि चाहिँ त्यस्तो भयो कि त्यहाँबाट बेकार यस्तो ठाउँमा भन्नको लागि आइएछ कि जस्तो पनि भएको थियो त्यसपछिबाट चाहिँ पछि होइन यो बाइकभन्दा त गाडीतिर जानु पर्यो भनेर फेरि अनि गाडीको पनि लाइसेन्स निकालेँ त्यहाँबाट सेल्सहरू गर्दा गर्दै यताउति कहिले रेस्टुरेन्टतिर काम पनि गरियो कहिले विभिन्न धेरै 10वटा जति कम्पनी चेन्ज गऱ्यो होला अब त्यो चेन्ज गर्दै जाँदाखेरि चित्त बुझ्दैन चेन्ज गर्यो अर्को राम्रो चान्स पायो भने गयो फेरि आफूमा एक्सपिरियन्स को हिसाबले चेन्ज गर्दा पनि खासै फरक परेन त्यो एउटा कुरो के राम्रो छ भन्दाखेरि तपाईँले मौका खोज्नुहोस् त्यो मौका पाउनुहुन्छ कि हजुरसँग एक्सपिरियन्स छ भने त्यो चाहिँ पाउनुहुन्छ कि त्यो चाहिँ छ कि तर तपाईँले सङ्घर्ष गर्नु पर्यो र त्यो कुराहरू खोज्नु पर्यो ममा यो क्यापेसिटी छ मैले यो किसिमको मैले जब पाउनुपर्छ र मैले पाउँछु भनेर आत्मविश्वासले अगाडि बढ्नु भएन हजुरले पाउनुहुन्छ त्यो खालको वातावरण छ यहाँ चाहिँ भनेपछि हामी बिर्सनै नसकिने कुरा गर्दै थियौँ यहाँ जे होस् त्यो एक्सिडेन्टको घटनालाई यहाँले चाहिँ अहिले सम्झिँदा पनि भएर आउँछ मेरो जिन्दगी समाप्त हुन्छ कि जस्तो लागेको थियो केही भएन मलाई चाहिँ त्यस्तो केही होइन तर ती दृश्यहरू देख्दाखेरि त्यहाँका ती कुराहरू देख्दै गर्दाखेरि चाहिँ हेर बाँचिए चाहिँ भन्ने चाहिँ भएको है हामी कुराकानीको अन्तिमतर्फ छौँ नेपालबाट युएमा विशेष गरी हामी युएमै छौँ त्यही युएकै कुरा गरौँ युए आउन चाहने धेरै युवा युवतीहरू पनि हुनुहुन्छ होला परदेशमा जाउँ दुःख गरौँ भन्ने खालको हुनुहुन्छ होला उहाँहरूलाई यहाँले के सल्लाह दिन चाहनुहुन्छ लामो समय अनुभवको हिसाबले मैले के भन्छु भन्दै गर्दाखेरि सकभर यो दलालको चक्करमा नफस्नु होला
यदि तपाईँले कुनै मेन पावर अथवा आफ्नो कोही साथीभाइ दाजुभाइ दिदीबहिनीहरूले भिजा पठाइदिनुहुन्छ र राम्रो तरिकाले कम्पनी कन्फर्म गरेर आउनुहोस् र आफूले जानेको कुराहरू सिपको काम पाउनुहुन्छ भने पाउनु भएको छ र इम्प्लोइमेन्ट भिजा पाउनुहुन्छ भने हजुर आउनुहोस्, एकदम राम्रो छ। 6 महिना काम गर्नुहोस्, चित्त बुझेन चेन्ज गर्न पनि पाउनुहुन्छ। यहाँ कुनै किसिमको रोकटोक केही पनि हुँदैन। हजुरले काम खोज्नुहोस्, मौका खोज्नुहोस्, अगाडि बढ्नुहोस्। यो चाहिँ एउटा चाहिँ यहाँ छ वातावरण। र दिदीबहिनी दाजुभाइहरूलाई के भन्छ भने दुवै नराम्रो ठाउँ होइन, धेरै राम्रो छ। दिदीबहिनीहरूले आएर यहाँ धेरै प्रगति गरेको पनि मैले देखेको छु। म दिदीबहिनीहरूलाई पनि के भन्छु भन्दाखेरि हजुरहरूलाई नेपालमा बसेर जीविकोपार्जन गाह्रो छ भने पारिवारिक मेलमिलापमा, पारिवारिक सरसल्लाहमा परिवार बिगार्नु भएन। आउनुहुन्छ, दुवैजनाको सम्बन्धलाई ख्यालमा राखेर यहाँ आएर काम गरेर आफ्नो परिवारलाई, आफ्नो छोराछोरीलाई राम्रो स्कुलमा पढाउन चाहनुहुन्छ, घर परिवारको आर्थिक स्थिति सुधार्न चाहनुहुन्छ भने यो धेरै राम्रो ठाउँ हो भन्न चाहन्छु मैले। यही सल्लाह दिन चाहनुहुन्छ? हजुर। दर्शक महानुभावहरू, हामी युट्युबमा आरबिसी अफिसियल च्यानलको माध्यमबाट तपाईँसँग जोडिरहेका छौँ। हामी रमाइलो कुराकानी गरिरहेका छौँ। मसँग हुनुहुन्छ समाजसेवी, बुद्धिजीवी, लामो समयदेखि युएमा आफूलाई आफ्नो कर्मथलो बनाउनुभएका युवराज भट्टराईसँग आज हामी कुराकानी गरिरहेका छौँ। सैन महिना सेवा समाजले अब कार्यक्रम पनि गर्दैछ सायद तीजको लागि, यसको तयारी के गर्छ? सैन महिना सेवा समाजले एकदमै विगतका वर्षमा चाहिँ योपालि पनि एकदम तीज विशेष धमाका लिएर आउँदैछौँ। प्रकाश सपुत र सुमित्रा कोइरालाजी आउँदै हुनुहुन्छ, नेपालबाट चर्चित गायक। एउटा यो एकदमै अक्षकोष निर्माण हामीले विभिन्न अहिलेसम्म सायद 11वटा विद्यालयमा हामीले अक्षकोष निर्माण गरिसकेका छौँ 1-1 लाखको दरले। हामी त्यसलाई अझै वृद्धि गर्ने हेतुले हामीले चाहिँ यो कार्यक्रम चाहिँ गरेका छौँ र विभिन्न युएमा दुःख पाएका सैन महिनावासीहरू, नेपाली दाजुभाइहरू र नेपालमा पनि दुःख पाएका सैन महिनाका पीडितहरू हुनुहुन्छ, उहाँहरूलाई पनि सहयोग गर्दै आइरहेको छ। त्यस कारणले गर्दा यो कार्यक्रम एकदमै विशुद्ध सामाजिक सेवाभावमा रहेर गर्न खोजिएको कार्यक्रम हो। विगतमा जस्तै हजुरहरूलाई थाहै छ। र एउटा परदेशमा रहेर पनि एउटा नेपाली नारीहरूको महान पर्व हरितालिका तीजलाई जीवन्त राख्नको लागि पनि यो कार्यक्रम गरिएको हो। त्यही कारणले गर्दा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू जति पनि युएमा हुनुहुन्छ आइदिनु होला। SK7 बर्दुबईमा यो कार्यक्रम हुँदैछ। आगामी दिन हजुरहरूले प्रचार प्रसार त देखिसक्नु होला। एकदमै चर्चित कलाकार प्रकाश सपुत, अब नाम हजुरहरूलाई थाहै होला। प्रकाश सपुतलाई नचिन्ने सायद को नै होला। साथमा हाम्रो सुमित्रा कोइरालाजी हुनुहुन्छ, साथमा हाम्रो स्थानीय साथीभाइहरू पनि हुनुहुन्छ। उहाँहरूलाई पनि समेटेर हामीले चाहिँ एकदमै राम्रो कार्यक्रम लिएर आउँदैछौँ। सम्पूर्ण आएर यस कार्यक्रममा रमाएर आफ्नो तीजलाई चाहिँ एकदम रमाइलोपूर्वक सम्पन्न गर्नुहुन्छ भन्ने पनि आशा राखेको छ। हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। अन्त्यमा मैले सोध्न नभ्याएको र यहाँले यो भन्न पाए हुन्थ्यो भन्ने खालको लाग्ने त्यस्तो कुनै कुराहरू छ भने राख्न सक्नुहुन्छ? धन्यवाद। फेरि पनि त्यस्तो केही पनि छैन। समय हो, परिवर्तनशील छ। हामी समयअनुसार परिवर्तन हुन जानुपर्छ। मौकाहरू आउँछन्, त्यसलाई छोप्न जानुपर्छ। हामी जहाँ भयो भने जे भयो भने सामाजिक भाव हुनुपर्छ हामीमा भन्न चाहन्छु। किन भन्दा हामीले केही राम्रो गर्यो भने राम्रो हुने हो। आज हामीले मानव सेवामा काम गरियो भने भोलि हामीलाई अप्ठ्यारो पर्दाखेरि कहीँ न कहीँबाट कसै न कसैबाट सहयोग मिल्छ। र सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई के भन्छ भन्दाखेरि हरेक जिल्लाका दाजुभाइहरू हुनुहुन्छ, हरेक जिल्लाको सङ्घ संस्थाहरू छन्, त्यसमा कृपया आबद्ध भइदिनु होला। र समाज यस्तो चिज हो, हजुरहरूलाई समाजको लागि के गर्छ र भन्ने होला। समाज एउटा यस्तो चिज हो, तपाईँहरूलाई भोलि समस्या पर्दाखेरि कहाँ जाउँ के गरौँ भन्दै गर्दा एउटा घर जस्तो हो। त्यहाँ गएर विभिन्न हामीहरूलाई पहिला के हुन्थ्यो भन्दा केही समस्या पऱ्यो भने MBC कहाँ खोज्न जाने, कसलाई सम्पर्क गर्ने होला भन्ने हुन्छ। अब हाम्रै दाजुभाइ, हाम्रै सैन महिना रूपन्देहीभित्रका दाजुभाइहरू कति सम्पर्क बिना आउनुहुन्छ, परिवारले कसलाई कन्ट्याक्ट गर्ने भन्दै गर्दाखेरि समाज छ, समाजका व्यक्तित्वहरूलाई कन्ट्याक्ट गर्छ। त्यही कारणले गर्दाखेरि ती कुराहरूलाई पनि सहजीकरण हुन्छ।
र समाजमा हजुरहरूको आजीवन सदस्यता लिएर बस्नु भने हजुरको रेकर्ड समाजमा हुन्छ, हजुरको नामहरू समाजमा हुन्छ, हजुरको कम्पनीहरूको नामहरू समाजमा हुन्छ। त्यही कारणले गर्दा हामीलाई भोलि होइन हजुरहरूलाई अप्ठ्यारो पर्दै गर्दा समस्या कसैलाई पनि नपरोस्, समस्या पर्दै गर्दाखेरिको समाधान के हो त भन्ने कुराहरू पनि हामीहरूले लिइराख्छ। समाजसेवा साथीभाइहरू गरिरहनु भएको छ। एउटा परिवारलाई समय नदिइकन यहाँ दुःख पाएका व्यक्तिहरूलाई दिने समय हो। विभिन्न व्यक्तिहरूलाई विभिन्न प्रलोभनमा होइन विभिन्न कुराहरूले गर्दाखेरि यिनीहरूले समाजसेवा गरेर त्यो केही पनि होइन। जति पनि दाजुभाइ लाग्नु भएको छ उहाँहरू निस्वार्थ रूपले लाग्नु भएको छ। एक दुईजना त्यस्तो अपवादको रूपमा जहाँ पनि पर्छ त्यस्ता व्यक्तिहरू पनि हुनु होला, उहाँहरूलाई अब हामीले त केही भन्न सक्दैन। तर धेरै जसो जति पनि हाम्रो सामाजिक क्षेत्रमा लाग्नु भएको छ, सङ्घ संस्थाहरूमा हुनुहुन्छ उहाँहरू चाहिँ धेरै राम्रो काम गर्नुभएको छ। तपाईँहरूले उहाँहरूलाई पनि सपोर्ट गरिदिनु होला र एटलिस्ट एउटा आफ्नो डिटेल्स चाहिँ आफ्नो नजिकको संस्था, जिल्ला संस्था, नगर संस्थामा गएर आबद्धता भएर आफ्नो डिटेल्स चाहिँ त्यहाँ दिइराख्नु पनि म अनुरोध गर्छु। धेरै राम्रो विचार व्यक्त गर्नुभयो। हस्, कार्यक्रममा समय दिनुभयो, आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। प्रदेशको बसाइ सुखमय रहोस्, सुस्वास्थ्य र दीर्घायुको पनि कामना गर्न चाहन्छु र यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। धन्यवाद छ। धन्यवाद हजुरलाई पनि। दर्शक महानुभावहरू, आजको हाम्रो यो कार्यक्रममा हुनुहुन्थ्यो, दुःख सुखको कुराकानी गऱ्यौँ। समाजसेवी, बुद्धिजीवी, धेरै सङ्घ संस्थामा आबद्ध सक्रिय व्यक्तित्व युवराज भट्टराईसँग उहाँसँगको यो रमाइलो कुराकानी सँगसँगै आजको लागि छुट्टिनु पर्ने बेला भइसकेको छ। यो कार्यक्रम यो सुटिङको लागि यो स्थान उपलब्ध गराइदिनु हुने बर्दुलीमा रहेको आब्रामा रहेको गाउँबेसी रेस्टुरेन्टलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हाम्रो कार्यक्रम पहिलोपटक हेर्दै हुनुहुन्छ र यस्तै यस्तै कार्यक्रम हेर्न चाहनुहुन्छ भने युट्युबमा आरबिसी अफिसियल च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दै कार्यक्रमबाट म रमेश बिसी भने बिदा हुन्छु। नमस्कार।